महेन्द्र दाई एकदम करायो रहेछ है विचार। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि नयाँ भ्लग लिएर उपस्थित भएको छौँ हामी। आज चाहिँ हामी भिरमह काट्न जाँदैछौँ। त्यसको पुरा भिडियो बनाएर तपाईँहरू सामु पेस गर्दैछु। अब के गर्दैछ भन्ने चाहिँ तपाईँहरूले इन्ट्रोमा हेरेर पनि थाहा लाग्यो होला। र है गाइजहरू, पुरा भिडियो हेरेर साथ सपोर्ट दिनु होला। हाम्रो पुरा पार्टी त गएर उहाँ आगो फुकेर उस गरिसक्न रहेछ। हामी चाहिँ भर्खर जाँदैछौँ यहाँ सामानहरू लिएर। अब उतै गएर पुरा भिडियो हेरौँ। हाम्रो गाउँको यहाँ बाटो चाहिँ कहिल्यै सुध्रिएन। अब बन्नुपर्ने यही 8-10 किलोमिटर बाटो छ। यही पनि कहिले बन्ने होला भनेर अब सोच्दा सोच्दै अब गफ गर्दा गर्दै अब 10 वर्ष भइसक्यो बाटो आएको। अहिलेसम्म जस्ताको त्यस्तै छ। यो कुरा जति गरे पनि त्यस्तै हो। आज हामी निस्किएको छौँ जङ्गलतिर वाइल्ड हनी निकाल्न। रोमाञ्चक यात्रा हुने भयो। आज मजा आउने हो। जोस् पहिलोचोटि मह काट्ने, भिरको मह काटेर कस्तो हुँदो रहेछ भनेर हेर्न नि पाइने भयो, अनुभव गर्न पाइने भयो। अब यो काम केवल मह निकाल्ने मात्र नभइकन साहस, अनुभव र जोखिमसँग जोडिएको छ। एउटा परम्परागत तरिकाले निकाल्न लागिरहेछ। बाँकी पार्टी त हाम्रो बिहानैदेखि तयारीमा जुटेर डोरी, भर्याङ, धुवाँ र आवश्यक सामानहरू पुरा बोकेर उकालो जाँदैछन् केटाहरू। हामी चाहिँ भर्खर ओह्रालो लाग्दैछौँ। अब हामी जङ्गलको बाटो, पुरा चराचुरुङ्गीको आवाज, चिसो हावा र अग्लो भिर उकालो जाँदैछौँ। एकछिनमा पुगिन्छ त्यहाँ। जोस् मजा आउने भयो। यहाँ कस्तो गाडी फसिन्छ नि त पहिला। यहाँबाट गाडी बोकेर जानुपर्छ। हेर्नुहोस् है गाइजहरू, त्यही भिरमा निकाल्ने फुलको बाटो जाँदैछौँ। यहाँबाट गएर त्यो फुलपारी बाइक राखेर हामी चाहिँ उकालो जाँदैछौँ। यो बाइक राखेपछि उकालो भिरको बाटो चाहिँ खोला। अब हामी चाहिँ यहाँ राखेर फाइनली बाइक राखेर हामी चाहिँ डेस्टिनेसनतिर जाँदैछौँ। पुरा अगाडि हिँड्दैछ। हेर्नुहोस् गाइजहरू, अब हाम्रो केटाहरूले चाहिँ पुरा मह काट्दाखेरि चाहिने सामानहरू, डोरी, भर्याङ पुरा रोल गरेर लिएर जाँदैछौँ। अब हामी चाहिँ फुल तयारी गर्दैछौँ गाइज। सिटा भाँच्ने, आगो फुक्ने, भएर चाहिँ मौरीलाई धुवाँ गरेर भगाउने, अनि त्यसपछि मह काट्ने, डोरी लगाउने। डोरी मह काट्नुभन्दा पहिला चाहिँ हामीले चाहिँ यहाँ जङ्गलमा वनदेउता भन्छन् अब गाउँतिर, वनदेउताको पूजाआजा गरेर अनि
बल्ल म चाहिँ काट्ने हो बल्ल। सब तयारी पनि भइसक्यो। अब रोप चाहिँ रसी चाहिँ भिरतिर आउँदो बिछाउँदैछ अनि त्यो रोपमा चढेर चाहिँ तल गएर मह काट्नु हुन्छ। अब लगाइजहरू हेर्नुहोस्, धुवा प्रयोग गरेर मौरीलाई शान्त बनाइन्छ सबभन्दा पहिला। त्यसपछि डोरीको सहारामा भिरमा झरेर महलाई यसरी काटेर निकालिन्छ। यो दृश्य साँच्चै अद्भुत र साहसले भरिएको हुन्छ। हेर्नुहोस्, प्राकृतिकसँग प्रत्यक्ष जोडिएको यो काम पुरानो संस्कृतिको ताजा बोइल हनीको स्वाद मात्र होइन, यसलाई निकाल्न गरेको सङ्घर्ष र मेहनत अझ विशेष लाग्छ। सबभन्दा डेन्जर चाहिँ काट्ने मान्छेलाई हुन्छ। मौरीले टोक्न सक्छ। ज्यानको बाजी लगाएर मौरी मह निकाल्नलाई तलबाट त्यो अङ्गले काट्दै त्यो टोकरीमा हाल्दै पठाउने केटाहरू माथि हालेर 4-5 मिनट पानीको कस्तो भिडियो गरेको के कस्तो यो बाजे त जे मैले गाली मात्र गर्ने त अरे थाप्नु अलिकति के थाप्नु यो बाजे बोलेको गर्नु यहाँ उताबाट त खिचेन, उताबाट खिचेन। तलबाट भट्टाभट काट्दै पठाउँदै गर्नु भयो। कति आएछ हेरमै आयो डेन्जर तान्दैछ। अहिले त थोरै आयो कि हेर्नुहोस् है गाइज, म यही हो। अब यसलाई चाहिँ निचारेर त्यहाँबाट छानेर तल दुईवटा चाल्नु छ। अब यहाँबाट ठुल्ठुलो छोक्रा छानिन्छ, त्यहाँबाट फेरि सानो तल छानिएर तल डेक्चीमा पुग्छ। डेक्चीबाट पनि छानिएर फेरि तल हो। अनि त्यसपछि भरिएपछि उता ड्रममा हालेर राखेछ। ड्रम पनि अब भरिन लाग्यो होला सायद। निस्केको पहिलाको पालि त जम्मा 3 लिटर निस्केको अरे, अहिले चाहिँ जोस 30 लिटरको ड्रममा चाहिँ भरिन लाग्छ। हामी त्यसै टोक्दा नि हो। अब अर्को ठाउँमा निकाल्ने अरे फेरि यो डोरी हाल्नु पर्यो। रिस्की काम, डेन्जर रिस्की हुन्छ। एउटा भाइले फेरि उहाँ तल बसेर भिडियो खिच्दै रहेछ। आफ्नो ज्यानको बाजी लगाएर मह काट्ने हेर्नु, त्यस्तो भिरमा झुन्डेर। उहाँ अङ्कल हो। उहाँ अङ्कलको लागि सबैले भगवान्सँग प्रार्थना गर्नु होला। सबैले उहाँ अङ्कलको ज्यानको सुरक्षाको लागि। आमा यस्तो डर लाग्ने ठाउँमा गएर
तल छ सुँगुर्दै भ्या झरे कि भुँडीको भित्रको उस अनि सबै उस भयो होला हामी आउँदा निस्केको त्यो बेला अलिकति यहीँ खाना तलबाट म आएकै छ डेन्जर आयो ल बाहिर गयो चरा छ ल 5 निसारिदिनु जान्छ टोक्यो मेरो भारी तलैबाट निकाल्नु न अहिले जति पनि छ त त्यहीँ निसारेर त्यो गिलास भरिदिनु न आयो डेन्जर निस्केछ कि यतापट्टि त यार डेन्जर आयो कि अहिले त खायो मैले नि डेन्जर आयो फेरि खायो नबिल आयो अहिले त राम्रो आयो जस्तो छ यो पो झन् डेन्जर ल त गाइज आजलाई यति नै भिडियो कस्तो लाग्यो पुरा भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला बाई बाई